राजीनामा दिएर हुँदैन नैतिकताको रूपमा होइन पतन भयो। राजीनामा दिएर मात्रै हुँदैन यो हत्याको जिम्मा लिएर कटघरामा उभिनु पर्छ आम हत्याको रूपमा लिन्छु म यसलाई आम हत्या हो यो म्यासेकर हो न हिटलरले गर्यो न राणाले गरे त्यो हत्याको रूपमा छ यो हत्या हो सिधै हत्या विद्यार्थीसँग हतियार त देखिएन हतियार बोकेका थिएन कुनै तरिकाबाट उनीहरूलाई सम्झाउन सकिन्थ्यो एकैचोटि बुलेट हान्ने काम भयो गोली हान्ने काम भयो उनलाई गोली हालेर मार्ने काम भयो दन्नी गोली आएन के त यो छाती त कसरी सहला कि त्यो बच्चा एउटा बच्ची त्यो 16 वर्षको केटी त्यो मरेको डेड बडी हजुर त्यसको आशा त्यसका बाउआमाका आशा भन्नुहोस् त ती आमाहरूलाई आज के भइरहेको होला तिनले जीवन सम्पत्ति परिश्रम बिहानदेखि बेलुकासँग आमाले भात पकाएर मेहनत गरेर 2 पैसा साँचेर पढाएको बच्चाहरूको हालत हेर्नुहोस् त तिनको बच्चा मरेको होइन तिनका बच्चा त कहाँ छन् विदेशमा देशका कर्णधार युवाहरू गुमाउनु परेको छ देश बेहोल अवस्थामा पुगेको छ यसरी नै देश अगाडि बढ्ने हो भने कतातिर जाला हाम्रो देश कतै जाँदैन दिमाग राम्रा भएका जो मान्छे लखेटिएका छन् विदेशमा काम गर्न नपाएर मुलुकप्रति सोच भएका मान्छेहरूलाई सरकारमा राख्नुपर्छ युवाहरूलाई बिस्तारै लिएर आउनुपर्छ त्यसपछि देश बन्छ तिनीहरूले गर्छन् यिनका दिमागले हुँदैन यिनीहरू आउट अफ डेट र आउट अफ मोडेल भइसक्यो आउट अफ डेट पनि भए आउट अफ मोडेल पनि भए यिनीहरूमा भिजनै छैन पढे लेखेर पनि पढे लेखेको छैन कोही पढे लेखेको छ त पढे लेखेको छैन कोही चाहिँ नपढेको छ त्यो पढेको हुँ भने स्वाङ गर्छ कोही चाहिँ 2 जिब्रे छ अनि त्यस्तो नेताबाट कसरी चल्छ हिजो भर्खर हामीले गृहमन्त्रीको राजीनामा पनि पायौं रमेशले राजीनामा दिएर हुँदैन नैतिकताको रूपमा पतन भयो राजीनामा दिएर मात्रै हुँदैन यो हत्याको जिम्मा लिएर कटघरामा उभिनु